यहाँनिर चाहिँ भजन सङ्ग्रह को 78 89 माफ गर्नु होला। 89 को 20, 21, 22, 27 यस्तो लेखिएको छ। मैले मेरो दास दाउदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु, मेरो हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले त्यसलाई अवश्य बलियो पार्नेछ, बनाउनेछ। त्यसले मलाई यसो भनी पुकार्नेछ, तपाईँ मेरो पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ। म त्यसलाई मेरो जेठो पनि तुलाउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च म मेरो करुणा त्यसको निम्ति सदा सर्वदा राख्नेछु र त्यससँगको मेरो करार कहिल्यै विफल हुने छैन भनेको छ है। अनि यो वचन चाहिँ पहिला हङकङमा छँदाखेरि हेब्रोनमा मैले यो चाहिँ जोल सरले पहिले नै अब योलाई चाहिँ उहाँले फेसबुकतिर पनि राख्नु भएको रहेछ यो वचन, मलाई थाहा थिएन। र मैले बाइबल अध्ययन गर्दै गर्दाखेरि चाहिँ यो वचन मैले पाएँ, अनि यो चाहिँ हेब्रोनको लागि भनेर मैले त्यहाँनिर चाहिँ मेरो मनमा आइराखेको थियो है। अनि यहाँ चाहिँ दाउदलाई होइन, मैले मेरो दास दाउदलाई पाएको छु होइन, पवित्र तेलले त्यसलाई अभिषेक गरेको छु भनेको छ। अनि मैले त्यसलाई थाम्नेछु, मेरा हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले होइन त्यसलाई चाहिँ बलियो बनाउनेछ भनेको छ। अनि परमेश्वरले मान्छेलाई बोलाउनुहुन्छ अनि अभिषेक गर्नुहुन्छ, अनि अभिषेक मात्र होइन तर उसलाई चाहिँ उद्देश्य देखाउनुहुन्छ। प्रपोज उसलाई के को लागि अभिषेक गरेको, उसलाई चाहिँ म्यान्डेट प्रपोज उसलाई दिनुहुन्छ, बताउनुहुन्छ। अनि हेब्रोनलाई हेब्रोनको ध्रुव शिष्यज्यूले भन्नुहुन्थ्यो होइन कि कम्युनिटी ग्रेस भनिकन। यहाँनिर हाम्रो अगुवाहरू हुनुहुन्छ, हाम्रो पास्टर दाई, हाम्रो जोलजी, उहाँहरू हाम्रो अग्रजहरू, उहाँहरूलाई अभिषेक गर्दै गर्दाखेरि, उहाँहरूमा म्यान्डेट आउँदै गर्दाखेरि हामीसँग पनि त्यो म्यान्डेट छ होइन, हामीसँग पनि त्यो अभिषेक छ। त्यो कम्युनिटी, होल कम्युनिटीलाई त्यो ग्रेस छ होइन। अनि यहाँ सबैलाई होइन त्यो पवित्र तेलले होल कम्युनिटीलाई होइन, जो चाहिँ एक आत्मामा हामी जोड्यौँ भने चाहिँ त्यो अभिषेक, त्यो ग्रेस, त्यो अनुग्रह चाहिँ बग्छ होइन। अनि यहाँनिर भने जस्तै होइन, प्रभुले चाहिँ उहाँको हातले थाम्नु हुनेछ, उहाँको पाखुराले चाहिँ सम्हाल्नु हुनेछ, थाम्नु हुनेछ, बलियो बनाउनु हुनेछ भन्ने कुराहरू। अनि हेब्रोनको लागि मैले कन्टेक्स्टमा मैले बोलिराखेको छु, मैले त्यसरी नै मैले रिसिभ गरेको वचन। अनि म त्यो हेब्रोनको वेदीबाट नै प्रभुले मलाई धेरै कुराहरू बताउनु भयो, धेरै कुराहरू मेरो जीवनमा मलाई त्यो वेदीबाट चाहिँ धेरै उहाँको कुराहरू, सिक्रेट कुराहरू मैले बुझ्ने मौकाहरू पाएँ। अनि त्यो वेदीमा आज उभिँदै गर्दाखेरि म धेरै नै परमेश्वरलाई धन्यवाद दिन्छु। त्यो हेब्रोनको वेदीमा होइन यसरी सेवाकाई गर्ने मौका प्रभुले दिनुभयो। उहाँको हातले
त्यो पाखुराले थाम्नु भयो अनि होल टिमलाई अनि होल सबै सन्तजनहरू हामी सबै एउटा कम्युनिटीलाई है थामिरहनु भएको छ। प्रभुलाई धन्यवाद। अनि त्यो तेल पवित्र तेलले अभिषेक गर्नुभएको छ। त्यो तेल, त्यो ग्रेस, त्यो अनुग्रह, त्यो बग्ने वातावरण, त्यसलाई रिसिभ गर्ने, त्यसलाई चाहिँ सधैँ त्यो वातावरणलाई, त्यो तेल बग्ने वातावरणलाई चाहिँ अवश्य पनि हेब्रोनको लिडरसिपले होइन त्यसलाई चाहिँ एकदमै जोगाएर एकदमै त्यसलाई चाहिँ त्यो वातावरणलाई कहिले पनि खलबल हुने छैन होइन। यो अझै त्यो ग्रेस विभिन्न जग्गामा अहिले एलबेथेलमा, अहिले एलगिबरमा, अनि उता इलिममा, अहिले जापानमा, अनि पछितिर होइन अब अस्ट्रेलियामा, अमेरिकामा यो ग्रेस चाहिँ बगेर जानुपर्छ, पाल चाहिँ तन्किनुपर्छ होइन। त्यो अनुग्रह परमेश्वरको त्यो फ्रिक्वेन्सी, त्यो भाइब्रेसन परमेश्वरको जुन जुन त्यहाँनिर चाहिँ जुन परमेश्वरले त्यो भुमुरीमा माथिबाटको त्यो भुमुरीले होइन जसरी हामीलाई खिच्नुभयो अनि उहाँको हातले हामीलाई बनाउनु भयो, त्यो सामर्थ्य दिनुभयो। अनि त्यो चाहिँ त्यो छाल, त्यो फ्रिक्वेन्सी चाहिँ अब विभिन्न जग्गामा जानुपर्छ, त्यो जानेछ। अनि परमेश्वरले सानो एउटा थोरै समूहको लागि मात्रै कहिले पनि त्यो कामहरू गर्नुहुन्न। परमेश्वरले एकदमै जेनेरेसनको लागि परमेश्वरले चाहिँ आफ्नो उद्देश्य र योजनाहरूलाई प्रकट गर्दै जानुहुन्छ। अनि यो नमुनाको मण्डली भन्दै गर्दाखेरि एउटा सीमित हङकङको लागि मात्रै नभएर यो चाहिँ विभिन्न जग्गामा होइन, विभिन्न देशमा जहाँ का मानिसहरूसँग चाहिँ हामी चाहिँ भेटघाट हुन्छ, जहाँका मानिसहरूसँग हाम्रो चाहिँ एकदमै नजिकको सम्बन्ध हुन्छ, त्यो ठाउँमा पनि यही फ्रिक्वेन्सी होइन, यही बिउ, यही अभिषेक होइन, अनि यही तरङ्ग, अनि त्यो सिट ट्रान्सफर हुनुपर्ने हुन्छ। अनि त्यो चाहिँ परमेश्वरको उद्देश्य र योजना हो होइन। अनि जहिले पनि परमेश्वरले त्यो उद्देश्यको लागि, त्यो योजनाको लागि परमेश्वरले तपाईँ र मेरो बिचमा चाहिँ जुन कामहरू हेब्रोनमा गर्नुभयो होइन, हेब्रोनमा त्यो परमेश्वरले त्यो रिफर्मेसनको स्पिरिटलाई होइन, त्यो पञ्चदलीय सेवकाईको त्यहाँनिर चाहिँ त्यो सुरुवात त्यहाँनिर होइन, त्यो विस्फोटन, त्यो त्यहाँ एउटा बमलाई होइन परमेश्वरले त्यहाँनिर चाहिँ हान्नुभयो होइन, त्यहाँनिर चाहिँ वर्षाउनु भयो होइन। अनि जहिले पनि त्यो ठाउँमा परेपछि चाहिँ त्यसले चाहिँ त्यसको आफ्नो वेभहरू चाहिँ होइन जान्छ। अनि त्यो वेभ, त्यो धक्का चाहिँ, त्यो फ्रिक्वेन्सी चाहिँ अब बढेर जानुपर्छ होइन। अनि त्यो तरङ्ग एकचोटि मात्रै होइन, तर त्यो तरङ्ग चाहिँ पटक पटक जानुपर्छ, पटक पटक त्यसको तरङ्गले मानिसहरूको हृदयलाई छुनुपर्छ। जहाँबाट मान्छेहरू त्यहाँनिर आउनुहुन्छ उहाँहरूको जीवनमा त्यो तरङ्ग इम्पार्ट हुनुपर्छ, त्यो बिउ ट्रान्सफर हुनुपर्छ, त्यो अभिषेक ट्रान्सफर हुनुपर्छ, त्यो म्यान्डेट ट्रान्सफर हुनुपर्छ। अनि उनीहरूको जीवनबाट त्यो ठाउँमा, त्यो देशमा अनि त्यही प्रकारको परमेश्वरको इच्छा र उद्देश्यहरू त्यो ठाउँमा होइन। अनि साँच्चै नै हामीले भने जस्तै फिलाडेल्फियाको मण्डली जो चाहिँ प्रभुको सम्पूर्ण इच्छालाई, स्वर्गमा भएको परमेश्वरको इच्छालाई, परमेश्वरको उद्देश्यलाई पृथ्वीमा पुरा गर्ने, त्यो सम्पूर्ण इच्छालाई पृथ्वीमा एक्जिक्युट गर्ने त्यो मण्डली, त्यस्तो मण्डली, त्यो सामर्थ्य मण्डली जो चाहिँ परमेश्वरले चाहना गर्नुभएको छ होइन, चाउरी नपरेको, दाग नलागेको पवित्र दुलही होइन,
नरकको फाटकहरू विजय नहुने, शैतानलाई पाउदान तुलाउने मण्डली अब बनिन पर्छ र त्यो परमेश्वरको भित्र परमेश्वरको हृदयको कुराहरू होइन मा भएको कुराहरू। अनि साँच्चै नै यो कुराहरू अझै परमेश्वरले अझै त्यसको वेबहरू चाहिँ अझै बढेर जानुपर्छ, घट्ने होइन तर त्यसको वेब चाहिँ अझै बढ्दै 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 जानुपर्छ। अझै त्यसको परमेश्वरले दिनुभएको उद्देश्य योजना त्यो म्यान्डेट त्यो बिउले अझै शक्तिशाली हजारौँ गुणा त्यो बिउले त्यो फ्रुटफुल भएर फल फलाएर त्यो जुन उद्देश्यले त्यहाँनिर परमेश्वरले काम गर्नुभयो त्यो त्यहाँनिर चाहिँ त्यो उद्देश्य चाहिँ एकदमै त्यसको फिनिसिङ एकदमै राम्रो हुनुपर्छ। त्यो हामीलाई दिएको जिम्मेवारी, यस हामीलाई यो कुराहरू परमेश्वरले भन्नुभयो, यो कुराहरू हामीले गर्यौँ, त्यति बेला हामीले गर्व गर्न सकौँ। त्यति बेला यस हामीलाई दिएको जिम्मेवारी हामीले पुरा गर्यौँ र अर्को जेनेरेसनलाई हामीले तयारी गरौँ। अर्को जेनेरेसनले सेम फ्रिक्वेन्सीमा सेम वेबमा उनीहरू उभिएर होइन त्यसलाई अगाडि बढाउने पुस्ताहरू पनि खडा हुनेछन्। अनि साँच्चै नै प्रभुले त्यहाँनिर परमेश्वरले शक्तिशाली कार्यहरू गर्दै हुनुहुन्छ। अझै परमेश्वरले त्यहाँनिर चाहिँ अझै शक्तिशाली रूपमा त्यहाँनिर चाहिँ आउँदो पुस्ताहरू, यस्तो आत्माले भरेका पुस्ताहरू होइन एकदमै अधीनतामा बस्ने अनि एकदमै त्यो बिउलाई क्यारी गर्ने, त्यो अभिषेकलाई क्यारी गर्ने, हेब्रोनको डिजाइन, हेब्रोनको ढाँचा, हेब्रोनको नक्सालाई क्यारी गर्ने त्यस्तो पुस्ता, त्यस्तो सामर्थ्य पुस्ताहरू अवश्य पनि आउनुपर्छ, आउनेछ होइन। त्यहाँनिर अगमबानी आएको छ होइन, डक्टरहरू एकदमै लोयरहरू होइन आउनेछन्, एकदमै होइन शक्तिशाली मानिसहरू त्यहाँनिर हुनेछन् भन्नुभएको छ। अनि हामीले धेरैचोटि सुनेका छौँ कि अब रिफर्मेसन त्यहाँनिर होइन, त्यहाँनिर ब्यानरमा लेखेको छ रिफर्मेसन, अनि प्याटर्न, अनि त्यहाँनिर चाहिँ पवित्र वासस्थान सेन्चुरी भनिकन है। अनि यो सेन्चुरी बन्नका लागि चाहिँ पहिला चाहिँ रिफर्मेसन हुनुपर्छ। अब टोटली हामीले हेब्रोनले अब रिफर्मेसन के कुरामा रिफर्म हुनुपर्ने, के कुरा भत्किएको छ, के कुरा चाहिँ बिब्लिकल छैन, अझै पनि हामीले त्यो कुराहरूलाई देख्नुपर्ने। अनि यो रिफर्मेसन हामीले जोल सरबाट सुनेका छौँ होइन, कतिले सुन्नुभयो कतिले सुन्नुभयो छैन। अनि उहाँले बोलिसक्नु भएको छ यो कुराहरू रिफर्मेसन होइन। अनि जस्तै हामीले पुरानो करारमा हेऱ्यो भने चाहिँ जब एलीको पालामा एलीको छोराहरू हप्नी र पिनासले होइन उनीहरू चाहिँ विद्रोही भए, उनीहरू चाहिँ एकदमै परमेश्वरको डर नमान्ने, आफ्नो बुबा उहाँ चाहिँ एली चाहिँ प्रधान पुजारी हुनुहुन्थ्यो, आफ्नो अगुवा, आफ्नो मेन्टर अथवा आफ्नो बुबाको त्यो सबमिसनमा नबस्ने, परमेश्वरको डर नमान्ने, भय नमान्ने, मानिसहरूको भय नमान्ने होइन त्यस्तो पुजारीहरू भएको कारणले त्यहाँनिर चाहिँ के भयो भन्दाखेरि परमेश्वरको सन्दुक निस्केर गएको कुराहरू होइन, त्यहाँनिर चाहिँ पलिस्तीहरूले सन्दुक लिएर गएको कुराहरू अथवा परमेश्वरले त्यो ठाउँलाई छोडिदिनु भएको कुराहरू, त्यो ठाउँलाई चाहिँ परमेश्वरले त्यागिदिनु भएको कुराहरू हामी त्यहाँनिर देख्दछौँ होइन। अनि त्यो कारणले परमेश्वरले छोड्नु हुँदा चाहिँ त्यहाँनिर चाहिँ परमेश्वरको आवाजहरू सुनिएन, परमेश्वरले आफ्नो उपस्थिति दिन सक्नु भएन, अनि परमेश्वर त्यहाँनिर चाहिँ देखा पर्न सक्नु भएन, परमेश्वरको आवाज चाहिँ बिरलै सुनिन्थ्यो भनेर लेखेको छ। अनि त्यस सबै कुराहरू चाहिँ त्यहाँनिर चाहिँ भएको, त्यहाँनिर चाहिँ व्यवस्थामा लेखिएको त्यो सिस्टमहरू, ढाँचाहरू, परमेश्वरले दिनुभएको सबै कुराहरू चाहिँ के भयो भन्दाखेरि भत्केर गयो। त्यो
सबै त्यो पुजारीले गर्ने कर्तव्यहरू अनि त्यहाँनिर भएको त्यो सबै सिस्टमहरू चाहिँ त्यो भत्केर गएको कारणले चाहिँ के भयो भन्दाखेरि त्यहाँ परमेश्वरको आवाज परमेश्वरले आफ्नो उपस्थितिहरू दिन सक्नु भएन होइन। अनि त्यो कारणले त्यहाँनिर चाहिँ हन्नाले प्रार्थना गरेका छन् होइन, हन्नाले चाहिँ क्रन्दन गरेका छन्, छोरा दिनुभयो भने मैले मैले त्यो छोरालाई चाहिँ अनि मैले त्यहाँनिर चाहिँ तपाईँको सेवाकाईको लागि दिनेछु भनेर। अनि सामुएल आएका छन् होइन, सामुएल सानैदेखि उनी चाहिँ आमाको दुध छोडेदेखि उनी चाहिँ मन्दिरमा हुर्किए, मन्दिरमा त्यहीँनिर बस्न सुरु गरे। अनि सामुएलको पालादेखि चाहिँ के भयो भन्दाखेरि त्यहाँको त्यो सबै त्यहाँको सिस्टमहरू भत्किराखेको, परमेश्वरले छोड्नु भएको, परमेश्वरको आवाज नआएको, परमेश्वरको उपस्थिति नभएको त्यो अवस्थालाई देख्दै गर्दाखेरि उनले चाहिँ प्रार्थना गर्न सुरु गरेको हामीले देख्दछौँ। उनले चाहिँ परमेश्वरको वचनलाई घोषणा गर्न सुरु गरे, परमेश्वरको उपस्थितिलाई ल्याउने मानिस परमेश्वरको आवाज सुन्न सुरु गरे। उनले चाहिँ त्यहाँनिर चाहिँ त्यो सबै भत्किएको कुराबाट चाहिँ के गर्न सुरु गरे भन्दाखेरि सामुएल चाहिँ एउटा रिफर्मेसन पर्फेक्ट उनी चाहिँ त्यो पुनर्सुधार गर्ने अगमवक्ता थिए होइन। अनि त्यो अगमवक्ताले के गरे भन्दाखेरि परमेश्वरको वचनलाई घोषणा सुरु गरे, परमेश्वरको वचन अनुसार चाहिँ उनीले त्यो सेवाकाई त्यो कुरालाई सबै कुरालाई रेस्टोर गर्न सुरु गरे। अनि परमेश्वरको उपस्थितिलाई खोज्न सुरु गरे होइन। अनि त्यसपछि चाहिँ फेरि दाउद आउनु पर्यो होइन। दाउदले अनि त्यो ढाँचाहरू नक्साहरू उनले चाहिँ त्यो नक्सालाई उनले रिसिभ गरे। दाउद जस्तो मानिस, दाउद जस्तो अहिले हामीले हेर्दै थियौँ होइन, दाउदलाई परमेश्वरले अभिषेक गर्नुभयो, दाउदलाई परमेश्वरले होइन उहाँले चाहिँ चुन्नुभयो, हृदयको मानिस उहाँले चाहिँ भेट्नुभयो दाउदलाई। अनि उनले के गरे भन्दाखेरि त्यो नक्सालाई, मन्दिरको नक्सालाई, डिजाइनलाई रिसिभ गरेको कुराहरू होइन। अनि अब हामीसँग चाहिँ के छ भन्दाखेरि अब प्याटर्न होइन, नयाँ करारको ढाँचा, नयाँ करारमा जसरी पाउलले रिसिभ गरेका छन्, ढाँचालाई रिसिभ गरेका छन्, पत्रुसले ढाँचालाई रिसिभ गरेका छन्। अनि त्यहाँनिर जे कुराहरू त्यहाँनिर होइन भत्किएका कुराहरू, अनि अहिले हामीसँग चाहिँ प्रेरितहरू हुनुहुन्छ, अगमवक्ताहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ यो कुरालाई फेरि के गर्नुभएको छ, प्रकट गरिदिनु भएको छ हामीलाई बिब्लिकल तरिकाले। उहाँहरूले त्यो कुराहरूलाई, भत्किएको कुराहरूलाई अनि त्यसलाई कसरी गर्ने होइन, अनि त्यो कुराहरू अनि त्यसलाई रिसिभ गरेर अहिले हामीसँग अगमवक्ताहरूद्वारा, प्रेरितहरूद्वारा बोल्दै हुनुहुन्छ। त्यो कुरालाई, त्यो ढाँचालाई फेरि पनि त्यहाँनिर चाहिँ सठिक रूपमा निर्माण गर्नका लागि, मण्डलीलाई निर्माण गर्नका लागि, एक्लेसियालाई निर्माण गर्नका लागि, त्यो शक्तिशाली कम्युनिटी लाई निर्माण गर्नका लागि चाहिँ अहिले एउटा त्यो प्याटर्नमा हामी उभिराखेका छौँ है। अनि त्यसपछि चाहिँ सेन्चुरी बन्नका लागि, त्यो शक्तिशाली मण्डली बन्नका लागि चाहिँ, सेन्चुरी बन्नका लागि चाहिँ सोलोमन आए होइन। अनि सोलोमनले त्यो मन्दिर निर्माण गरे। अनि निर्माण गरेपछि परमेश्वरले आफ्नो महिमा पठाउनु भयो, परमेश्वरले आफ्नो उपस्थिति, बाग्लो उपस्थिति त्यहाँनिर त्यो मन्दिरमा दिनुभयो। अनि जसरी यो चाहिँ एउटा ढाँचा मात्रै हो पुरानो करारमा, अनि अहिले चाहिँ त्यो मन्दिरमा होइन, तर त्यो जब प्रभु येशू चाहिँ उहाँ चाहिँ स्वर्ग जानुभयो, अनि स्वर्ग गएपछि चाहिँ 50औं दिनमा उहाँले आफ्नो आत्मा 120 जनामाथि खनाउनु भयो। अनि त्यो चाहिँ एक्लेसिया, त्यो चाहिँ कम्युनिटी, त्यो चाहिँ एउटा चर्च होइन। अनि त्यसरी नै त्यो
जुन प्रकारको त्यो प्रेरितहरूको जमानामा युगमा त्यो समयमा परमेश्वरले आफ्नो आत्मा खनाउनु भयो अनि उनीहरू सबै आत्माले भरिए सबै उनीहरू चाहिँ आफ्नो अन्य भाषाहरू बोले उनीहरूले चाहिँ अगमबानीहरू गरे उनीहरू चाहिँ एकदमै आत्माले भरेको कारणले उनीहरू चाहिँ एकदमै जोसिलो भए उनीहरू चाहिँ एकदमै हामीले हेऱ्यौँ भने एउटै मनका थिए भनेको छ है एकदमै उनीहरू चाहिँ प्रभुको सेवा गर्न प्रभुको निम्ति दिन प्रभुको निम्ति मर्नको लागि पनि उनीहरू चाहिँ के थिए भन्दाखेरि उनीहरू चाहिँ एकदमै राजी खुसी चाहिँ उनीहरू एकदमै प्रभुको निम्ति कमिटेड विश्वासीहरू थिए। आज धेरै मण्डलीहरू भत्किएको कारणले मण्डलीहरूमा परमेश्वरको त्यो बाक्लो उपस्थिति पवित्र आत्मा हामी भित्र हरेकसँग हुनुहुन्छ तर यो कम्युनिटीमा यो 120 जनामाथि जुन प्रकारको परमेश्वरको उपस्थिति परमेश्वरको महिमा परमेश्वरको त्यो भारी उपस्थिति भारी अभिषेक जसरी आयो त्यस्तै खालको त्योभन्दा अझै शक्तिशाली भनेको छ अझै महिमित मण्डली अझै महिमित त्यो शक्तिशाली सामर्थ्यले भरेको मण्डली परमेश्वरको चाहना हो है। अनि त्यो बनाउनको लागि त्यस्तो कम्युनिटी त्यस्तो शक्तिशाली सामर्थ्यले भरेको मण्डली कम्युनिटी एक्लेसियालाई बनाउनु चाहिँ परमेश्वरको इच्छा हो। अनि त्यो बनाउनका लागि चाहिँ परमेश्वरले हामीलाई भेट्नुभयो हामीलाई पाउनुभयो अनि परमेश्वरले चाहिँ जब बोलाउनुहुन्छ जब अभिषेक गर्नुहुन्छ जब म्यान्डेट दिनुहुन्छ अनि त्यसपछि चाहिँ परमेश्वरले चाहिँ उसलाई त्यो म्यान्डेट पुरा गर्नका लागि सम्पूर्ण रिसोर्सहरू आत्मिक रिसोर्सहरू भौतिक रिसोर्सहरू कसलाई ल्याउनु पर्ने कोसँग चाहिँ कनेक्सन गर्नुपर्ने को चाहिँ कसरी उब्नु पर्ने त्यो सबै कुराहरू चाहिँ त्यो प्याकेजभित्र त्यो बोलाउटभित्र त्यो म्यान्डेटभित्र चाहिँ हामीलाई दिएको हुन्छ। अनि परमेश्वरले हामीलाई त्यो कुराहरू पुरा गर्नका लागि होइन फाइनेन्सको क्षेत्रहरू होइन अनि त्यहाँनिर चाहिँ उब्ने फिजिकल मानिसहरूको प्रेजेन्स होइन उपस्थिति अनि त्यहाँनिर हुनुपर्ने कनेक्टेड हुनुपर्ने उब्नुपर्ने मानिसहरू त्यो सबै चाहिँ परमेश्वरले राखिदिनु भएको हुन्छ जस हामीले चाहिँ त्यसलाई पत्ता लगाउने देखेर होइन त्यसलाई पालन गर्दै हिँड्ने मात्रै हो। परमेश्वरले भन्नुभएको छ नि होइन तिमीहरू चाहिँ सुसमाचार सुनाउनु जाने तिमीहरूले थैली नबोक होइन तिमीले 2 जोर जुत्ता होइन कपडा नबोक के भनेको भन्दाखेरि परमेश्वरले अलरेडी ती मान्छेहरू चाहिँ तिमी चाहिँ कहाँ जानुपर्छ के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ परमेश्वरलाई अलरेडी थाहा छ नि त होइन त्यहाँ पठाउँदै गर्दाखेरि परमेश्वरले चाहिँ त्यो कुराहरू अलरेडी त्यहाँनिर चाहिँ तयारी गर्नुभएको छ नि त। त्यो भएर अब हामीलाई चाहिँ एउटा आश्चर्य लाग्छ ओ यस्तो भयो अचम्म भयो भन्छौँ तर त्यो त परमेश्वरको नजरमा त अचम्म होइन किन भन्दाखेरि त्यो त स्वर्गमा हाम्रो जीवनको पुस्तकमा अलरेडी लेखिसकेको कुरा हो। अनि प्रभुले हामी जस्तो मान्छेहरूलाई होइन अनि प्रभुले दाउदलाई होइन भेडा गोठमा छँदाखेरि परमेश्वरले बोलाउनु भयो अनि भेडा चढाउँदै थियो दाउदले तर परमेश्वरले दाउदलाई बोलाउनु भयो दाउदलाई होइन भेट्नु भयो मैले हृदय अनुसारको मान्छे पाएँ भने बनाउने त परमेश्वर हुनुहुन्थ्यो किन मैले पाएँ भने त्यो तयारी हृदय परमेश्वरले बोलाउनु हुँदा यस भन्ने त्यो आफ्नो राजी खुसीको हृदय होइन परमेश्वरले मन पराउनुहुन्छ अनि साह्रै मजा लाग्छ। अनि त्यो इसाईको छोराहरू साउललाई त्यागेपछि चाहिँ इसाईको छोराहरूलाई अभिषेक गर भनेको हुन्छ सामुएलले जेठौदेखि उसलाई खनाउनुहुन्छ होइन तेल खनाउनुहुन्छ त्यो होइन भन्नुहुन्छ अर्कोलाई खनाउनु जान्छ होइन भन्नुहुन्छ छक्कै पर्छ सामुएल। अनि त्यसपछि चाहिँ होइन तपाईँको सकिसक्यो त्यहाँ भएको छोराहरू त सबै लाइन लागेको छ होइन तपाईँको छोराहरू यति नै हो भन्दाखेरि
इसैले भन्नुहुन्छ एकजना छ त्यो त माथि वा भेडागोठमा भेडा चढाउँदैछ ए त्यसो भए त्यसलाई बोलाएर ल्याउनु जबसम्म त्यो व्यक्ति आउँदैन हामी बस्ने छैनौँ हामीले खाने छैनौँ भनेर सामुएलले भनेको त्यो कुराले मलाई यस्तो मजा लाग्छ साह्रै मजा लाग्छ है साउल चाहिँ हेर्दा अग्लो ह्यान्डसम थियो एकदमै मन पराएको इभन सामुएलले साह्रै मन पराएको व्यक्ति हो साउल तर परमेश्वरले त्यागिदिनु भयो यति धेरै प्रार्थना गर्छ होइन सामुएलले आँसु सकिँदै साउलको निम्ति प्रार्थना गर्छ कति रुन्छस् भनेर परमेश्वरले भन्नुभएको छ जा अब इसैको घरमा जा एकजना त्यहाँनिर चाहिँ अभिषेक गर भन्दै गर्दाखेरि अनि त्यस्तो राजा साउललाई त्याग्दै गर्दाखेरि मैले चुनेको छु मेरो हृदयको अनुसारको एउटा मान्छेलाई मैले पाएको छु त्यसलाई अभिषेक गर त्यो चाहिँ मेरो सम्पूर्ण इच्छा पूरा गर्छ भन्दै गर्दाखेरि सामुएल अगमवक्ता पनि अचम्मै पर्यो होला कस्तो व्यक्ति हो परमेश्वरको हृदय अनुसारको मान्छे कस्तो व्यक्ति हो कस्तो व्यक्ति हो मैले कस्तो व्यक्तिलाई मैले तेल हाल्दैछु आज हृदय अनुसारको मान्छेलाई मैले आज देख्दैछु मेरो आँखाले त्यो त्यो परमेश्वरको हृदयको मान्छेलाई मैले देख्दैछु त्यो राजालाई मैले भेट्दैछु त्यो मान्छेलाई मैले आज तेल हाल्दैछु आज चाहिँ यस्तो दिन हो त्यो आज चाहिँ हामीले त्यो परमेश्वरले रुचाएको मान्छेलाई चाहिँ हामीले देख्दैछौँ परमेश्वरले चुनेको मान्छेलाई हामी देख्न पाउँदैछौँ आज हामी खाने छैनौँ आज हामी चाहिँ बस्ने छैनौँ हामी यो परमेश्वरको यो उद्देश्यलाई परमेश्वरको योजनालाई चाहिँ हामी पुरा गरेर मात्रै हामी खानेछौँ तेल हालेर मात्रै परमेश्वरको इच्छालाई पुरा गरेर मात्रै हामी चाहिँ अरू कुराहरू गर्नेछौँ हाम्रो माइन्डलाई हाम्रो दिमागलाई चाहिँ अरू कुरातिर डाइभर्ट गर्ने छैनौँ परमेश्वरले यो भन्नुभएको छ कि आज चाहिँ त्यो हृदयको मान्छेलाई हामी भेट्दैछौँ त्यो हृदयको मान्छेलाई हामी तेल खनाउँदैछौँ हामीले चाहिँ त्यो व्यक्तिलाई हामीले चाहिँ यो चाहिँ भविष्यको राजा हो भनेर उसलाई चाहिँ हामीले चाहिँ मानिसहरूको अगाडि उसलाई चाहिँ इन्ट्रोडक्सन गर्दैछौँ होइन परिचय गराउँदैछौँ चिनाउँदैछौँ परमेश्वरको फिङ्गरले पोइन्ट गरेको मान्छे परमेश्वरको हृदयको मान्छे होइन कति त्यो सामुएल कति आतुर भएको थियो होला जस्तो लाग्छ मलाई त्यो व्यक्तिलाई होइन परमेश्वरले हृदय अनुसारको व्यक्तिलाई अनि साँच्चै नै परमेश्वरको यो सबै चाहिँ परमेश्वरको अनुग्रह हो हामी असल भएर हामी चाहिँ एकदमै ट्यालेन्टेड भएर परमेश्वरले हामीलाई यो म्यान्डेट दिएको होइन हामीलाई अभिषेक गरेको होइन परमेश्वरले हामीलाई नमुनाको मण्डली बनाउँछु भन्नुभएको होइन त्यो म्यान्डेट त्यसै दिनुभएको होइन यो चाहिँ सबै परमेश्वरको अनुग्रह हो होइन अनि त्यो परमेश्वरको अनुग्रहभित्र परेका मानिसहरू हामी पढे लेखेको होइन अब थियोलोजियन होइन अब विभिन्न किसिमको डक्टर पढेको मान्छेहरू त बाहिर छन् त्यो हामीभन्दा कयौँ गुणा शक्तिशाली मानिसहरू छन् तर उहाँहरूलाई दिनु भएन होइन उहाँहरूलाई चुन्नु भएन अनि तर परमेश्वरले चाहिँ हामीलाई चुन्नुभयो हामीलाई पत्याउनु भयो हाम्रो एकजना प्रभुको दासले भन्नुहुन्थ्यो हाम्रो निरपति ब्रदरले संसारले नपत्याएर के भयो प्रभुले पत्याउनु भएको छ भनेर भन्नुहुन्थ्यो अनि प्रभुलाई धन्यवाद हामीलाई प्रभुले पत्याउनु भयो प्रभुले अनि हामीलाई त्यो ग्रेस र त्यो अनुग्रह दिनुभयो परमेश्वरको चुनावभित्र हामी पर्यौँ अनि यो कुरालाई चाहिँ हामी एकदमै इमान्दार साथ हामीले यो कुराहरूलाई पुरा गर्नेछौँ अनि
प्रभुलाई धन्यवाद। अनि यहाँनिर चाहिँ 26 र 27 मैले यहाँनिर यस्तो लेखेको छ, त्यसले मलाई यसो भनी पुकार्नेछ, तपाईँ मेरो पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ। म त्यसलाई मेरो जेठो पनि तुलाउनेछु, पृथ्वीको राजाहरूमा सबैभन्दा उच्च। म मेरो करुणा त्यसको निम्ति सदा सर्वदा राख्नेछु र त्यससँग मेरो करार कहिल्यै विफल हुने छैन। त्यो प्रतिज्ञा गर्नुभएको छ है। अनि मैले यो वचनलाई, हेब्रोनको लागि मैले यो वचनलाई रिसिभ गर्दै गर्दाखेरि म धेरै रुएको छु होइन। अनि म चाहिँ त्यसै त अब दाउदको विषयमा मैले सोच्ने बित्तिकै होइन, अनि मैले धेरैचोटि मेरो जीवनमा मेरो एकदमै हो त सायद हुँदा निराशा हुँदा एकदमै मेरो जीवनमा त्यो कष्टहरू आउँदै गर्दाखेरि जब दाउदको जीवनलाई मैले निहाल्छु अनि धेरै उत्साह र प्रेरणाहरू पाउँछु। अनि दाउदको जीवनीले मलाई धेरैचोटि रुवाएको छ अनि धेरैचोटि मैले उत्साहहरू पाएको छु। अनि त्यो कारणले नै होला होइन, जब मैले यो कुरालाई मैले हेब्रोनको लागि रिसिभ गर्दै गर्दाखेरि म धेरै रुएको छु है। परमेश्वरले हामी जस्तो मानिसहरूलाई यो परमेश्वरको महिमित कुरालाई हामीलाई त्यो कुराको जिम्मेवारी दिँदै गर्दाखेरि, हामीलाई त्यो अनुग्रह गर्दै गर्दाखेरि हामी एकदमै प्रभुप्रति हामी धेरै धन्यवादी छौँ है। अनि मैले थोरै कुराहरू मात्रै मैले ल्याइराखेको थिएँ। अनि तर मैले केही पनि मैले बोलि नसक्ने रहेछु। म के बोल्ने भनिराखेको थिएँ, तर कता कता बोली पठाएँ होइन। प्रभुलाई धेरै धन्यवाद, महिमा भएको होस्। अनि हामीले अब यहाँनिर चाहिँ लेखेको छ कि कसरी यो सोलोमनलाई चाहिँ परमेश्वरले पवित्र वासस्थानलाई बनाउनका लागि सम्पूर्ण नक्साहरू, ढाँचाहरू, सम्पूर्ण रिसोर्सहरू चाहिँ त्यहाँनिर चाहिँ सोलोमनलाई दिनुभएको छ। अनि हामीले पहिलो इतिहास 28:10 यो धेरै हाम्रो जोल सरले घोषणा गरिरहनु भएको छ। हाम्रो हेब्रोनमा धेरैचोटि यो घोषणा भएको वचन हो। अनि यसलाई मैले फेरि पाठ गर्नेछु है, 10लाई मात्रै। पहिलो इतिहास 28:10लाई, यसैले याद राख, परमेश्वरको आफ्नो पवित्र वासस्थानको निम्ति एउटा भवन निर्माण गर्न तिमीलाई नै मैले चुनेको छु। दृढ हौ र त्यो काम पुरा। अनि कन्सिडर नाउ फर द लोर्ड ह्याज चुजन यु होइन। हामी चाहिँ प्रभुले होइन चुन्नु भएको मानिसहरू, जसरी सोलोमनलाई चुन्नुभयो त्यो सेन्चुरी निर्माण गर्नका लागि, त्यो भवन निर्माण गर्नका लागि, अथवा परमेश्वरको आत्मा त्यो त्यहाँनिर चाहिँ बास गर्ने त्यो पवित्र वासस्थान बनाउनका लागि चाहिँ जसरी सोलोमनलाई चुन्नुभयो, त्यसरी नै हामीलाई पनि त्यो परमेश्वरको वासस्थान, त्यो यस्तो खालको त्यो कम्युनिटी, शक्तिशाली होइन, त्यो वासस्थान, परमेश्वरको उपस्थिति हुने ठाउँ बनिनका लागि चाहिँ हामीलाई चुन्नु भएको छ है। अनि यहाँनिर चाहिँ होइन, बी स्ट्रङ एन्ड डु द वर्क भनेको छ। अनि साँच्चै नै यो सेन्चुरी बनाउनका लागि चाहिँ हेब्रोनमा हुने हाम्रो लिडरसिपहरूलाई यही भन्न चाहन्छु, बी स्ट्रङ एन्ड डु द वर्क भनेको छ है। साँच्चै नै एकदमै शक्तिशाली रूपमा हजुर उभिनु हुनेछ। अनि हामीलाई दिएको म्यान्डेट छ
अनि जसरी यूहन्ना 17:4 भनेको छ, जुन काम तपाईले मलाई दिनुभयो त्यो पूरा गरी तपाईलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु भनेर यूहन्ना 17:4 भनेको छ। अनि ख्रीष्ट येशूले जसरी पृथ्वीमा आउनुभयो अनि पिताले दिनुभएको सम्पूर्ण कुराहरूलाई जिम्मेवारीलाई उहाँले पुरा गर्नुभयो। अनि तपाईलाई मैले पृथ्वीमा महिमित तुल्याएको छु भनेर भन्नुभएको छ। अनि परमेश्वरले जुन उद्देश्यको लागि हामीलाई चुन्नु भएको छ ख्रीष्ट येशूले, अनि त्यो उद्देश्य साँच्चै नै हामीले पनि पुरा गरेर हैन ख्रीष्ट येशूलाई महिमित तुल्याउन सकेको हौँ भनिकन यहाँनिर यो हेब्रोनको लिडरसिपलाई म यो कुराहरू घोषणा गर्न चाहन्छु। अवश्य पनि यो कुराहरू हाम्रो जीवनबाट हैन पुरा हुनेछ र परमेश्वर महिमित हुनुहुनेछ हामीले गरेको सेवाबाट है। अनि नेहेमिया 6:3 यसो लेखेको छ, यसै कारण मैले यस्तो जवाफ दिएर समाचार पठाए, अहिले मेरो हातमा ठुलो यो योजना छ, म त्यहाँ आउन सक्दिन। काम छोडी तिमीहरू कहाँ आएर यो काम किन रोकिने? अनि त्यहाँनिर चाहिँ एकदमै त्यहाँनिर निर्माणको काम हुँदै गर्दाखेरि त्यहाँनिर चाहिँ शत्रुहरूले यहाँ हामी कहाँ आऊ, हामी सल्लाह दिन्छौँ, हामी यस्तो गर्छौँ उस्तो गर्छौँ, विभिन्न किसिमका त्यो छलको कुराहरू गर्दै गर्दाखेरि नेहेमियाले भन्छ, मेरो हातमा यति बेला चाहिँ ठुलो योजना छ, परमेश्वरले दिनुभएको ठुलो योजना छ, मैले यो योजनालाई पुरा गर्नुपर्छ। म त्यहाँ आएर त्यो तिमीहरूसँग त्यो समय बिताएर मैले टाइम वेस्ट गर्नु छैन, मेरो मनलाई डाइभर्ट गर्नु छैन। मलाई जुन उद्देश्यको लागि परमेश्वरले पठाउनु भएको छ, जुन म्यान्डेट दिनुभएको छ, जुन उद्देश्यले म यहाँ आएको छु, त्यो उद्देश्यमा म एकदमै स्योर छु, म पक्का, म यो कुरामा म स्थिर छु। मलाई यो कुराको लागि, यो निर्माण गर्नको लागि, यसलाई फिनिश गर्नका लागि चाहिँ मलाई यहाँनिर चाहिँ यो कुरा गर्नका लागि, यो निर्माण गर्नका लागि चाहिँ परमेश्वरले मलाई चाहिँ पठाउनु भएको यो काम म पुरा गर्छु। त्यहाँ आएर मेरो काम रोकिनु हुँदैन। यो काम भनेको परमेश्वरको काम हो, परमेश्वरको काम रोकिनु हुँदैन भनेर भनेको छ। अब साँच्चै नै लिडर यहाँ हेब्रोनमा हुने सम्पूर्ण लिडरहरू, सम्पूर्ण यहाँनिर पवित्र सन्तजनहरू, साँच्चै नै परमेश्वरले नमुनाको मण्डली बनाउँछु भन्नुभएको छ। नमुनाको मण्डली अवश्य पनि बन्नुपर्छ, बनिनेछ र यो कुरामा तपाईहरू एकदमै जोडले लाग्नुहुनेछ र यो कुरा साँच्चै नै परमेश्वरले त्यो पुरा गरेपछि परमेश्वरले हाम्रो जीवनमा साँच्चै नै त्यो इनामहरू दिनुहुनेछ। हाम्रो छोराछोरीहरूमा पुस्तासम्मको लागि चाहिँ परमेश्वरले त्यो इनाम, त्यो आशिष, त्यो अनुग्रहहरू हाम्रो जीवनमा, हाम्रो पुस्तामा पनि त्यो कुराहरू दिनुहुनेछ। अनि नेहेमिया 2:17 लेखेको छ, त्यसपछि मैले तिनीहरूलाई भने, तिमीहरू हाम्रो हाम्रो मैले अलि यहाँ मैले लेखेको, तर मैले अलि बुझिन चाहिँ। हालेलुया हालेलुया। नेहेमिया 2:17, नेहेमिया 2:17 हालेलुया राबाशेथेरेबेके। नेहेमिया 2:17 17मा यस्तो लेखेको छ, दुर्दशा रहेछ। हजुर, त्यसपछि मैले तिनीहरूलाई भने, तिमीहरू हाम्रो दुर्दशा जान्दछौ। यरुशलेम उजाड भएको छ, त्यसका मूल ढोकाहरू आगोले भस्म भएका छन्। आओ हामी यरुशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऊ। आओ
हामी यरुशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऊ। अनि परमेश्वरले साँच्चै नै हामीलाई आह्वान गरेको छ, हामी चाहिँ आओ हामी यरुशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऊ। हाम्रो पुस्ताको निन्दा, हाम्रो जेनेरेसनको निन्दा, आउँदो गरेको पुस्ता निन्दित नहौ भनेर हामी चाहिँ उब्नु पर्ने दिनहरू, हामी चाहिँ खडा हुने दिनहरू, हैन? अनि हामी चाहिँ परमेश्वरले दिनुभएको कुरालाई निर्माण गर्ने मानिसहरू। अनि यहाँनिर चाहिँ त्यहाँदेखि तल लेखेको छ कि परमेश्वरको कृपालु हात चाहिँ म माथि परेको छ भनिकन, हैन? परमेश्वरले त्यो म्यान्डेट दिँदै गर्दाखेरि परमेश्वरको हात तपाईँहरू माथि छ, हामी माथि छ। परमेश्वरले त्यो सामर्थ्य दिनलाई, त्यो बिल्ड गर्ने क्षमता, त्यो ग्रेस, त्यो अनुग्रह तपाईँहरू माथि परमेश्वरले राख्नु भएको छ। र तपाईँहरू साँच्चै नै शक्तिशाली रूपमा तपाईँहरू उब्नुहुनेछ, खडा हुनुहुनेछ, र परमेश्वरले दिनुभएको यो म्यान्डेटलाई पुरा हामीले, हाम्रो जेनेरेसनले गर्नेछ। अनि परमेश्वरलाई धन्यवाद होस्। अनि भजन सङ्ग्रह 52 जस्तो लाग्छ। हालेलुया। 52 को 10 तपाईँहरू कहाँ बीचमा मैले पढ्नेछु। तपाईँले मलाई जङ्गली साँडेको जतिकै शक्ति दिनुभएको छ, उत्तम तेलले मेरो अभिषेक भएको छ। प्रभुलाई धन्यवाद। तपाईँहरूलाई यो जङ्गली साँडेको जतिकै बल तपाईँहरूलाई प्रभुले दिनुभएको हुन्। यो यहाँको बिहानी तपाईँहरूको जीवनमा, तपाईँहरूको घरानामा साँच्चै नै यो कुराहरूलाई, यो वचनलाई म घोषणा गर्दछु। अनि हामी चाहिँ नमुनाको मण्डली, नमुनाको लिडर, नमुनाको विश्वासी, अनि नमुनाको मण्डली, कम्युनिटी। अनि यो चाहिँ हामी सबैको जिम्मेवारी हो, यो परमेश्वरले दिनुभएको यो म्यान्डेटलाई पुरा गर्ने। जसरी नेहेमियाको पालामा कतिजना अगुवाहरू थिए, कतिजना साधारण मानिसहरू थिए, तर हरेक चाहिँ त्यो पर्खाललाई निर्माण गर्नको लागि एकसाथ जुटे, एकसाथ उनीहरू चाहिँ युद्ध गर्नको लागि एउटा हातमा, हैन, उनीहरूले चाहिँ भाला तरबार एउटा हातले चाहिँ काम गर्थे। अनि उनीहरू चाहिँ एकदमै पालो उनीहरू चाहिँ त्यहाँनिर चाहिँ सेक्युरिटी पनि गर्थे, र उनीहरू पालो हैन कामलाई पनि अगाडि बढाउँदै गर्थे। यो चाहिँ एउटा अगुवाले मात्रै गरेर सम्भव हुने कुरा होइन, यो चाहिँ होल कम्युनिटी जब हामी एकसाथ उठ्छौँ, यो कुराहरू चाहिँ सम्भव छ, र परमेश्वरले यो गर्नुहुन्छ। र साँच्चै नै हामीले यो कुराहरूलाई जसरी त्यहाँनिर चाहिँ सोलोमनलाई, होइन, डु इट भन्नुभएको छ, होइन, तपाईँहरू गर्नुहोस्। हामी यहाँबाट सक्ने के गर्नुपर्ने, हामी हजुरको साथमा छौँ। एउटै सेम स्पिरिट, सेम स्टेप, सेम पाइला हामी एकसाथ अगाडि बढ्नेछौँ। प्रभुलाई धन्यवाद यो अवसरको लागि। हाम्रो पास्टर दाजुलाई धेरै धन्यवाद। हजुर त्यहाँ भएको सम्पूर्ण लिडर ज्यूहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। हजुरले सुनिदिनु भयो। यो सबै कुराबाट प्रभुलाई महिमा भएको होस्। धन्यवाद। जय मसी।